आज चाहिँ हाम्रो छोरी र म ट्रेनमा घुम्न गयौँ। हामी चाहिँ सामान किन्यौँ अनि त्यसपछि थोरै सामान किन्यौँ खानेकुराहरू। त्यसपछि हिँड्दै छोरी र म भर्याङ चढेर ट्रेन चढ्ने ठाउँमा गयौँ। छोरी चाहिँ खेल्दै रमाउँदै यिनी चाहिँ खुसी भएको थिइन् ट्रेन चढ्नलाई एकदमै। हामी चाहिँ भर्याङ झऱ्यौँ। भर्याङ झरेर एकछिन बस्यौँ। ट्रेन आउन 30 मिनट बाँकी थियो। अनि त्यसपछि यिनी चाहिँ बाबाको कम्पनी यहाँ नजिकै भएर बाबाको कम्पनी हेरिरहेकी थिइन्। एकै छेउमा थियो। त्यसपछि हाम्रो चाहिँ 30 मिनट बसेको भएर हामीले चाहिँ पान खायौँ, कफी खायौँ। अनि त्यसपछि 30 मिनट कटायौँ। अनि ट्रेन आयो। त्यसपछि ट्रेन चढ्यौँ। हामी चाहिँ नानी चाहिँ धेरै खुसी भएकी थिइन् ट्रेन चढ्न पाएर मक्ख थिइन्। अनि यिनले जापानिज साथी बनाइहालिन् फेरि तुरुन्तै। अनि ट्रेनमा मक्ख परेर सबैलाई बाई बाई गरिराखेकी थिइन्। अनि त्यसपछि अगाडि नै जापानिज तिनजना साथीहरूले चाहिँ माया गरेर उसलाई डल दिएका थिए। ऊ चाहिँ डल देखेर एकदमै खुसी भएकी थिइन्। अनि ट्रेन चाहिँ हामी खासै आफ्नो गाडी भएको भएर ट्रेन चढ्दैनौँ। कहिलेकाहीँ छोरीलाई रमाइलो लाग्ने भएर मैले चाहिँ ट्रेनमा लिएर हिँड्छु। ट्रेन चढ्दा चाहिँ एकदमै खुसी हुन्छन्। किनकि कहिलेकाहीँ मात्रै चढ्न पाउने भएर यो चाहिँ जापानिजसँग एकदमै खुसी भएकी थिइन्। मैले चाहिँ फोटो खिच्न मिल्छ भनेको मिल्छ, हामी पनि टिकटक चलाउँछौँ भन्थे। यिनी चाहिँ नाचै थिइन्। अनि हामी चाहिँ ट्रेन चढेर यो जुस खाँदै गयौँ आमा छोरी। अनि त्यो डल चाहिँ उसले फेरि एकचोटि छोडेको होइन, किनकि अरूले दिएको भएर मन परेको घरको डल एउटा खेल्दैन। तपाईँहरूको बच्चाहरू नि यस्तै हो कि मेरो मात्रै यस्तो हो। अरूले दिएको डल चाहिँ अरूको सामान चाहिँ एकदमै मन पराउने, आफ्नो चाहिँ खासै केही मन नपराउने हो। कहिले सुत्ने, कहिले उठ्ने, कहिले नाच्ने, उसको चाहिँ यस्तै थियो पारा। त्यसपछि हामी ट्रेन पुग्यौँ। त्यसपछि फोटो खिच्यौँ। उताको चाहिँ मैले भिडियो राखिनँ, त्यहाँ यो चाहिँ घुमिसकेर फर्किँदाको भिडियो हो। अनि हामी चाहिँ घुमेर आयौँ। रमाइलो भयो। ट्रेनमा धेरै पछि चढेको भएर मलाई पनि एकदमै रमाइलो लागेको थियो। यो चाहिँ फर्किँदाको भिडियो। त्यसपछि हामी घर आइपुग्यौँ। धन्यवाद सबैजनालाई। मैले लास्टमा मेरो फोटो पनि खिचेँ। भिडियो लामो भए पनि हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यिनी चाहिँ मक्ख परेकी थिइन्। त्यसपछि हामी घर आयौँ। यो चाहिँ जापानिज।